गाइस साथीहरु सबै सन्चै आरामै हुनुहुन्छ होला नि हैन म पनि सन्चै आरामै छु साथीहरु आज फेरि म नयाँ दिन नयाँ भिडियो लिएर तपाईहरु सामु उपस्थित भएको छु है साथीहरु आज पनि यो भिडियोलाई पनि पहिलाको भिडियो चाहिँ साथ सपोर्ट र माया गरिदिनु होला है साथीहरु अहिले चाहिँ म ढेडो बनाउन लाग्यो है साथीहरु ढेडो पानी उम्लिसको पानी उम्लिसक्यो है साथीहरु पानी उम्लिसक्यो अब म एकछिनमा ढेडो बनाउँछु है साथीहरु ल गाइस साथीहरु अब ढेडो बनाउँछु हैन ढेडो बनाउनलाई हल्का हल्का पिठो हाल्दै घोल्दै गर्नुपर्छ के नत्र फेरि यो डल्लो डल्लो बस्छ हैन थोरै पिठो हाल्दै घोल्दै थोरै पिठो हाल्दै घोल्दै गर्नुपर्छ है पिठो चाहिँ यताबाट झिल्नु पर्यो थोरै पिठो हाल्दै घोल्दै नत्र यो गाउँको एकदम उस बस्दिन्छ कि यो के भन्छ रे डल्लो बस्दिन्छ के साथीहरु है यो ढेडो खान मन लाग्छ एकदम हैन नेपाली मान्छे हैन नेपालीमा ढेडो खाने हो ढेडो भनेको के हो भने डल्लो डल्लो चीज के आयो भनेर भन्नु होला साथीहरु आगो ठुलो भयो के यसरी घोट्नु पर्छ है साथीहरु नत्र डल्लो पर्छ फेरि ढेडो यसरी चट्ट घोटेर यसरी घोटेर मस्काउनु पर्छ के यसरी है साथीहरु यसरी मस्काउनु पर्छ ढेडो बनाउन आउन भने यहाँ हेर्नु होला है साथीहरु ढेडो कसरी बनाउनु पर्छ भने यसरी मस्काउनु यो पनि अलिअलि डल्लो परिसकेछ अलिअलि त के हुन्न खाइन्छ यो यता राख्यौँ हैन अब यो मस्काउँदै यसरी मस्काउनु पर्छ है साथीहरु ढेडो अलिकति गिलो भइसक्यो अझै यस्तो जाममा मस्काएर हजुर ल यस्तो मस्काएर हजुर यस्तो मस्काउनु पर्छ क्या साथीहरु है अब एकछिनमा ढेडो पाक्छ अनि त्यसपछि फेरि सँगै बसेर खाम्ला है कतै नजानु होला है साथीहरु साथीहरु मैले ढेडो पाकिसक्यो अब हेर्नुस् ढेडो हैन अब ढेडो हेर्नुस् ढेडो पाकिसक्यो हैन अब यो ढेडोसँग चट्ट अरु त मासुसँग खान्छ हामी चाहिँ दाल र चटनीसँग ढेडो खाने च्वाप है साथीहरु